नेपालको संविधानको धारा 34 ले धारा 17 ले संघ संस्था खोल्ने अधिकार पनि दिएको छ, ट्रेड युनियन खोल्ने अधिकार दिएको छ, ट्रेड युनियन अधिकारभित्र श्रमिकको अधिकार छ, सामूहिक सौदाबाजी गर्ने अधिकार छ। यो कसैको सनकले खोसिन्छ, यो कसैको लहरले खोसिन्छ। यो मैले आजदेखि खोज्दै यो अधिकार जान्छ भनेर जान्छ। यो अघि पनि कुरा हो, राजेन्द्र दाइले भन्नुभयो, लक्ष्मण दाइले भन्नुभयो, यसभित्र व्यापक सुधार चाहिएको छ। म त्यसको बारेमा पनि चर्चा गर्छु। अहिले व्यापक सुधार चाहिएको छ। तपाईहरुले भोलि छलफल गर्नुपर्छ त्यसको बारेमा। हामी राजनीतिक दलहरुले पनि ट्रेड युनियनसँगको सम्बन्धको बारेमा, यसको बारेमा चाहिँ हामीले छलफल बहस गर्नुपर्नेछ। तर बच्चा केटाकेटी रोयो भनेर हाम्रो चलेको आह्वान जस्तै केटाकेटी रोयो भनेर त्यो बाटासहित फाल्दिने हो र? हाम्रो कन्स्टिट्युसन भित्र चाहे त्यो सुकुम्बासीको विषय होला, चाहे त्यो अहिले दलितको आवासको हकको विषय होला, चाहे ट्रेड युनियनको विषय होला, 5 वर्ष, 6 वर्ष, 7 वर्ष, 8 वर्ष त्यो बेलाको समयमा सम्झन्छु। म दुईटै समितिमा थिएँ। अघिल्लो पटक पनि मौलिक हक समितिमा थिएँ, जसमा यो धारा 17 धारा 34 लेख्ने कुराको त म संयोजकै थिएँ। अर्को पटकको पनि मौलिक हक समितिमा थिएँ। एउटा वर्डमा बहस भएको छ। हो त्यो संविधानमा लेखेका कतिपय कुराहरू कार्यान्वयन गर्ने कुराहरूको सन्दर्भमा त्रुटिहरू भएको छ, नभएको होइन, कमजोरीहरू छन्। ती कमजोरीहरू सच्याउन सुधार्नै पर्नेछ। तर यो सबै कुराहरूको सन्दर्भमा मैले जे गरे पनि हुन्छ भन्ने ढङ्गबाट जसरी सोचिएको छ, यो उपयुक्त छैन। त्यसैले म सरकारलाई आग्रह गर्छु, तपाईहरु बहुमतले नै सरकार बनेको, कानुन बनाउने अधिकार छ, त्यो कानुनले नै शासन गर्ने। तर कानुन बनाउने अधिकार असीमित छैन, त्यो सीमित छ, त्यो बाँधिएको छ। त्यो संविधानले बाँधिएको छ, अन्तर्राष्ट्रिय कानुनले बाँधिएको छ, अभ्यासले बाँधिएको छ, अनुभवले बाँधिएको छ। त्यो न्याय र विवेक पुर्याउनु पर्ने सरकारको जिम्मेवारीले बाँधिएको छ। त्यसैले यो ठाउँमा करेक्सन यहाँबाट सुरु हुनुपर्छ। म यो मेरो पहिलो आग्रह हो। दोस्रो आग्रह भनेको सरकारको प्रायोरिटिजका सन्दर्भमा पनि हो। सुशासनमा ठूलो परिवर्तन ल्याउने कुरा जुन कमिटमेन्ट छ, त्यसमा हाम्रो पूर्ण रूपमा साथ छ। हामी त बसेर छलफल गर्न चाहन्छौँ। कतिपय कुराहरूको सन्दर्भमा सरकारलाई परेको अप्ठ्यारोमा हामी मद्दत गर्न चाहन्छौँ। हामीले त भनिरहेका छौँ, हामी प्रदेश सरकारमा छौँ, स्थानीय सरकारमा छौँ। संघको सरकारले सुरु गरेको सुशासनको यात्रामा प्रदेशको सरकारलाई पनि मिसाउनुपर्छ, स्थानीय सरकारलाई मिसाउनुपर्छ। सुशासनको एउटा महाअभियानै चलाउनु पर्नेछ। कहाँ गर्ने हो? सँगै काम गर्ने हो, परिणाम दिने हो। किनकि हाम्रो पनि कमिटमेन्ट त्यही, हामीले मिलेर पनि गर्ने हो। सरकारले लिड गर्छ, उसको जिम्मेवारी हो। यो एउटा प्रायोरिटी हो। तर अर्को प्रायोरिटी के हो? अर्को झन् महत्त्वपूर्ण कुरा के? आजको सबभन्दा ठुलो समस्या के हो? आजको दिनको हाम्रो सबभन्दा ठुलो समस्या भनेको हाम्रो इकोनोमीको समस्या हो, हाम्रो अर्थतन्त्रको समस्या हो। हामी कति रोजगारी सृजना गरिरहेका छौँ, अहिले पनि छलफल उठ्यो। र सृजना भएको रोजगारी पनि कति ती मर्यादित रोजगारीहरू छन्। हाम्रो प्रत्येक दिन वैदेशिक रोजगारीमा कति मानिसहरू गइरहेका छन् र मध्यपूर्वमा बढ्दै गएको तनावले ती कति प्रभावित भएको छ। मध्यपूर्वको तनाव र अहिलेको विश्व राजनीति जसरी अगाडि बढेको छ, त्यसको कारणले गर्दाखेरि देखिएको अनप्रेडिक्टेबल जसरी हुँदै गएको छ, कहाँ पुग्छ केही पनि थाहा छैन। अलिकति तेलको भाउ बढ्दै गर्दा त्यसले त्यो इन्फ्लेसन कहाँ पुर्याउँछ, त्यसको डोमिनो इफेक्ट के हुन्छ? अहिले कागजमा एक थरी देखिएको छ, तर यहाँ बस्ने प्रत्येकलाई थाहा छ, पछाडि बस्नेलाई अझ प्रत्येकलाई थाहा छ, अझ त्यो दैनिक ज्यालादारी गर्न अझ बढी थाहा छ। अहिले त्यो भान्सा कति महँगो भएको छ भन्ने कुरा तल बसेर काम गर्नेलाई थाहा छ। हिजो त्यही कमाइले पुगेको भान्सा आज चल्न नसकेको अवस्थामा पुगेको छ। यसलाई फिक्स कसरी गर्ने हो? कहाँबाट गर्ने हो? कसरी गर्ने हो? यहाँ चाहिएला नि राष्ट्रिय संवाद, यहाँ चाहिएला नि छलफल। यो बेलामा प्रोभिन्सको गभर्मेन्टले के गर्ने, यो बेलामा लोकल गभर्मेन्टले के गर्ने, यति सेक्टरलाई प्रभाव पारेको छ। कन्स्ट्रक्सनको सेक्टर प्रभावित छ, के गर्ने? सार्वजनिक खर्च नहुने अवस्था छ, के गर्ने? ब्याङ्कमा यत्रो पैसा थुप्रिएर बसेको छ, त्यो थुप्रिएर बसेको पैसा ब्याङ्कमा थुप्रिनु तर कोही ऋण लिन नजानु भनेको त्यो कोमामा गएको जस्तो अवस्था हो। यो त्यसोलाई के चाहियो? त्यसोलाई विश्वास चाहिएको छ। विश्वास छ त अहिले? गएको यो अहिलेको 15, 20, 50 दिनमा चाहिँ झन् विश्वासको वातावरण बन्दै गएको छ कि भएको वातावरण बन्दै गएको छ? हामी सरकारलाई मद्दत गर्न चाहिरहेका छौँ, तर प्रायोरिटिज ठिक गर्नु पर्यो भन्ने कुरा हो। हामी यो बेलामा कसले कतातिर फर्केर फोटो खिच्यो हाम्रो कन्सर्नको विषय भयो, तर हाम्रो विषय के हो भने यो बेलामा हामी ठिक ढङ्गले परिणामहरू आओस् भन्ने हामी चाहन्छौँ।